अहिले हामी मकवानपुर पालुङको थाहा नगरपालिका अन्तर्गत इन्द्रायणी माईको स्थानमा छौं। यहाँ भक्तजनहरूको भव्य भिड देखिन्छ। इन्द्रायणी देवीको दर्शन सँगसँगै यहाँ व्यापार मेला पनि लागेको छ। यस इन्द्रायणी देवीको मन्दिरमा भित्र कुण्डमा भक्तजनहरूले देवी मातालाई फूलपाती चढाउँदै पूजा आराधना गरिरहेका छन्। इन्द्रायणी माईको मन्दिरमा यसरी भीडभाड अर्थात् बाक्लो उपस्थिति हुनुमा त्यहाँको बासिन्दाहरू वैदिक सनातन धर्मावलम्बीहरू निकै छन् भन्ने पनि बुझिन्छ। यस इन्द्रायणी माईको स्थानमा हामी रथ आउनु पूर्व नै पुगेका थियौं। रथ ल्याउनु अघि त्यहाँका बासिन्दाहरूले खैजडी भजनले माईको स्थानलाई अझै सुन्दर बनाइरहनु भएको थियो। यस जात्रामा अझै धेरै थप जानकारी होस् भन्ने उद्देश्यले हामीले स्थानीयलाई केही कुराहरूको सोधपुछ समेत गरेका छौं। नमस्ते। अहिले हामी कहाँ छौं? अहिले हामी थाहा नगरपालिका इन्द्रायणी माईको चौरमा छौं। इन्द्रायणी माईको चौरमा छौं। आज यहाँ किन यो भिडभाड छ? यो इन्द्रायणी माईको चाहिँ प्रत्येक 3-3 वर्षमा यहाँ मेला लाग्छ। 3-3 वर्षमा मेला लाग्छ। 3 वर्षमा मेला लाग्छ र आज चाहिँ यहाँ पालुङ गाउँबाट 3वटा रथ आउँछ। एउटा गणेशको, एउटा भैरवको र एउटा इन्द्रायणीको। अनि यता शिखरकोटपट्टिबाट चाहिँ सेती गणेशको रथ आउँछ। जम्मा 4वटा रथ हुन्छन्। हजुर। त्यो रथ ल्याउने बेला हुन लाग्दैछ अहिले। र यो चाहिँ नि यो पालुङ उपत्यकाको चाहिँ एउटा प्रमुख शक्ति देवी इन्द्रायणी माईको चाहिँ नि जात्रा हुने भएकोले भक्तजनहरूको चाहिँ धेरै बाक्लो उपस्थित छ यहाँ। हजुर। र रथ ल्याइसकेपछि चाहिँ यहाँ बेलुका भक्तजनहरूले बत्ती बाल्नुहुन्छ। त्यो बत्ती चाहिँ नि आफ्नो सपरिवारको सुख शान्ति समृद्धि तथा पितृलाई समेत सम्झेर चाहिँ नि बत्ती बाल्ने चलन। यो बत्ती चाहिँ कुल पितृहरूको उद्धार होस् भनेर? पितृहरू र आफ्नो सकल परिवारको चाहिँ नि सुख शान्ति समृद्धिका लागि, सुख शान्ति समृद्धिका निमित्त र कुल पितृहरूको उद्धारका निमित्त बत्ती बालिन्छ। यहाँ यो जुन कोठाहरूमा जुन देखिन्छ यो सानसाना जुन यो अहिले हामीले भवनहरू देखिरहेका छौँ, यो पार्टी चाहिँ नि यहाँको भक्तजनहरूले आफ्ना आफ्ना पितृहरूका नाममा, कुलका नाममा चाहिँ बनाइदिएको हो। ए भनेपछि उहाँहरूकै सहयोगार्थबाट चाहिँ यो पार्टीहरू बनेको बनाउनु भएको हो। व्यक्तिगत पनि छ। थाहा नगरपालिकाकै वडा नम्बर 6 मा बज्रबाराईको मन्दिर छ। बज्रबाराईलाई चाहिँ बहिनी इन्द्रायणी माई चाहिँ दिदीको रूपमा लिइन्छ। यो दुईटाको चाहिँ नि प्रत्येक 3-3 वर्षमा हुन्छ। अब अर्को वर्ष चाहिँ बज्रबाराईको जात्रा हुन्छ। उहाँले हामीलाई यस जात्राको विषयमा अझै रोचक प्रसङ्गहरू समेत भन्दै हामीलाई निकै कुराहरूको बोध समेत गराउनु भयो। इन्द्रायणी जात्रा व्यवस्थापक समिति भन्ने एउटा समिति बनाएको छ। हजुर। त्यसले चाहिँ स्टलहरू राखिदिएको छ र यहाँ चाहिँ नि जात्रालाई भव्य बनाउनका लागि देशका विभिन्न ठाउँबाट विभिन्न चाहिँ नि सामग्रीहरू व्यापार गर्ने व्यक्तिहरू आएर स्टलहरू आफूले बुकिङ गरेर चाहिँ नि आफ्नो व्यवसाय चलाइरहनु भएको छ। के भन्यो? यो बाहिरका हुन् है? कालो हुन्छ यो। यहाँ स्थानीय नै चाहिँ हुनु न? यहाँ बाहिरबाट आएर चाहिँ यो व्यापारीहरू चाहिँ बाहिरबाट, व्यापारीहरू चाहिँ बाहिरबाट आएर न्यू जस्तै कि न्यू काठमाडौँ खाजा घर यस्तै जुन देखिया छ यो वस्त्र चाहिँ जुन कपडाका चाहिँ। हजुर। के भन्यो? यो बाहिरका हुन् है? यो हाम्रो जुन यो जात्रा चाहिँ कति वर्ष भयो चल्दै आएको? यो त परापूर्व कालदेखि यही भयो भन्ने थाहा छैन। अनादिकालदेखिबाट यो चाहिँ परापूर्व कालदेखि हो। जहिलेदेखि भगवतीको यहाँ प्रादुर्भाव हो त्यहिलेदेखि। यहाँ कि यसमा चाहिँ यहाँ भित्र एउटा जुन देखिन्छ एउटा मन्दिरमा पूजा आजा भइरहेछ जुन यो मन्दिरभित्र इन्द्रायणी माई जात्राभित्र त्यहाँ चाहिँ के हो? त्यो चाहिँ कस्तो के को कुण्ड हो त्यो?
त्यो देवीको हो। त्यहाँभित्र? नेपालको चाहिँ नि जति पनि देवी थान छ ती जम्मै चाहिँ नि कुण्डमै देखिन्छ। जस्तै कलङ्की माईहरू, हामी गुजेश्वरीहरू, वज्रबाराईहरू, यो इन्द्राणी माई जति पनि देवीहरू छन् तिनीहरू चाहिँ नि कुण्डकै रूपमा चाहिँ नि रहेका छन्। अघि जुन त्यो बलिको कुरा गर्दै हुनुहुन्थ्यो नि, अब यहाँ चाहिँ नि आज बेलुका बत्ती बाल्ने क्रम हुन्छ र राति 12 बजेपछि यहाँ चाहिँ बलि दिने क्रम सुरु हुन्छ। त्यसमा चाहिँ नि पञ्चबलीदेखि लिएर विभिन्न व्यक्तिहरूले चाहिँ नि भाकल गरेका हुन्छन्। मेरो फलानु कामना सिद्ध होस्, म यसरी चाहिँ नि 3 वर्षको जात्रामा बलि चढाउँछु भनेर अब त्यो भाकल पुरा गरेका व्यक्तिहरूले भाकलहरू सहित चाहिँ नि बलि ल्याएर चढाउने। त्यसमा चाहिँ नि बोका, हाँस, कुखुरा, राँगो यस्ता छन्। यी अनेक किसिमका चाहिँ नि यो देवीलाई चाहिँ नि चढाएर देवीलाई प्रसन्न पार्ने चलन छ। धन्यवाद। उहाँले हामीलाई धेरै कुराहरू जानकारी गराइदिनु भयो। जुन इन्द्राणी माईको जात्रामा के कसरी चाहिँ सुरु भएको छ, अनादिकालदेखिबाट सुरु भएको कुराहरू पनि उहाँले हामीलाई बताउनु भयो। जुन पञ्चबलीको कुराहरू पनि उहाँले हामीलाई बताउनु भयो। र रथ पनि कतिवटा आउँछन् भन्दै गर्दा उहाँले 3टा रथ के को भन्नुभयो? एउटा गणेशको, एउटा गणेशको, एउटा देवीको, एउटा भैरवको पालुङ गाउँबाट आउँछ। सेती गणेशको चाहिँ यहाँ शिखरकोटबाट आउँछ। गोपालीहरूले चाहिँ नि गणेशका रथ लिएर आउँछन्। यतापट्टि चाहिँ श्रेष्ठ परिवारहरू छन्, उहाँहरूको चाहिँ नि त्यो 3टा रथ। जुन यो इन्द्राणी माईको जात्राको कार्यक्रमहरू भइरहेको छ, यो जात्रा 3 वर्षमा लाग्दो रहेछ। हामीलाई धेरै कुराहरू जानकारी गराइदिनु भयो। त्यसको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यहाँले पनि धेरै कुरा चाहिँ नि जान्ने बुझ्ने मौका चाहिँ नि जिज्ञासा राखेर मसँग वार्तालाप गर्नुभयो, यसको लागि धन्यवाद।